उसेन बोल्ट जति नै लागेर ल एकछिन होला, एकछिनलाई वर्ल्ड रेकर्ड मान्छ उसले साइक्लिस्टको लागि एटलिस्ट 10 to 20 सेकेन्डको लागि रेस विन गर्ला, तर अल्टिमेट लाइफको रेस हेऱ्यो भने त थाहा छैन नि कसलाई कहाँसम्म जान्छ, अनि के भन्छ यसको एन्ड कहिले हुन्छ भन्ने कुरो थाहै छैन नि त हेर। अब त्यो भइसकेको बेलामा त्यो रेस त अल्टिमेटली हेर्दै जाने हो र रेस रनिङकै रूपमा जाने हो भने त यी सबै एउटा 5 जनाको यो 4वटा टिमको रेसमा चाहिँ अल्टिमेटली F1 रेसरले नै जित्ने भने अरू त कुनै उपाय नै छैन नि त। किनभने बाइकको पनि अल्टिमेटली फ्युल ट्याङ्क कम हुन्छ उसको सकिन्छ। अब साइक्लिस्टको पनि फ्युल त नसकेला तर मान्छे टायर्ड हुनसक्छ होइन, अल्टिमेटली उसले कति नै समयसम्म यो मोटोजिप त्यो F1 रेसरसँग चाहिँ कम्पिटिट गर्न सक्ला, F1 रेसर त गइसकेको हुन्छ अगाडि होइन। सो हामीले केही कुराहरू सिक्दाखेरि जस्तो फर इक्जाम्पल अब मैले कुनै केही कुराहरू सिक्नु पऱ्यो अथवा आफ्नो नलेजलाई इम्प्रुभ गर्नु पऱ्यो होइन, म त्यो कुराहरू गर्दाखेरि म चाहिँ मेरो आफ्नो एउटा यो करियरको जर्नीको सुरु गर्दाखेरि म एउटा सामान्य FM ब्रोडकास्टिङ च्यानलमा चाहिँ एज अ टेक्निसियन भएर काम गरेको मान्छे, अनि बिस्तारै सिक्दै रिसोर्सेस आफ्नो लर्निङ प्रोसेसका रिसोर्सेसहरू एड गर्दै आजसम्म यहाँसम्म आएको छु। अहिले चाहिँ मैले के गर्न सक्छु त भन्दा UX/UI डिजाइन गर्न सक्छु, मतलब वेब एप और मोबाइल एपको युजर इन्टरफेसहरू डिजाइन गर्न सक्छु र एकदमै कम्प्लेक्स वेबसाइटहरू चाहिँ होइन, कम्प्लेक्स वेब एप्लिकेसनहरू होइन, तर सर्टेन केही कम्पनी पोर्टफोलियोहरू, इकमर्सहरू, मार्केट प्लेसहरू होइन, B2B अथवा B2C मार्केट प्लेसहरू यिनीहरू चाहिँ डिजाइन अथवा डेभलपमेन्ट दुइटै गर्न सक्ने अवस्थासम्म चाहिँ आएको छु। यी कुराहरू कसरी एड भयो त भन्दा मैले रिसोर्सेसहरू एड गर्दै गएँ कि, अनि अभियसली मलाई अलिकति अरूलाई भन्दा बढी लामो समय लाग्यो। म एकाडेमिक रूपमा चाहिँ यसरी आइटीमा छिरेको मान्छे होइन, अनि मैले सिक्ने बेलामा अथवा त्यो पिरियडमा मेरो जुन पिरियड थियो मैले सिक्ने बेलाको अलिकति हुन्छ नि, सिक्ने बेलाको अलिकति अझै पहिला सिक्न पाएँ हुन्थ्यो भने त्यो समयमा आइटीमा अथवा हाम्रो नेपालको मार्केटमा चाहिँ आइटीमा त्यति राम्रो थिएन, अथवा मैले धेरै ठाउँमा यो वेब डेभलपमेन्ट सिक्नको लागि चाहिँ कोसिस गरेँ, धेरै पछि मिल्यो, मैले सिक्न चाहिँ राम्रोसँग पाएन। हामीले त्यो युट्युबकै हेल्प लिनु पऱ्यो अथवा डकुमेन्टेसनहरू हुन्छ तिनीहरूको हेल्प लिनु पऱ्यो होइन। मलाई याद छ मैले वेबसाइटहरू सुरुमा वेबसाइट बनाउँदाखेरि चाहिँ टेबलमा वेबसाइट बनाएको, जस्तो अहिले त हामीले डीहरू युज गर्छौँ, त्यसपछि सिमेन्टिक कोडहरू युज गर्ने गर्छौँ, जस्तो सेक्सन युज गर्छौँ, आर्टिकल युज गर्छौँ, अन्डर द आर्टिकल पनि हामीले के गर्छौँ हेडर युज गर्छौँ जहाँ हेडिङहरू छ होइन, अनि त्यसपछि बडी टेक्स्टहरूलाई सेक्सन युज गर्छौँ, फुटरमा गर्छौँ। अब हेडरलाई हेडरमा मात्रै युज गरिँदैन, जस्तो हेडरलाई नेभिगेसनमा मात्रै युज गरिँदैन नि त, त्यसलाई सिमेन्टिक वेमा बनाउनु छ भने हामी काटमा पनि के गर्न सक्छौँ त यो आर्टिकल, हेडर, फुटर र सेक्सनहरूलाई चाहिँ युज गर्न सक्छौँ होइन। यस्ता कुराहरू अहिले बिस्तारै एक्सप्लोर हुँदै भयो, तर इनिसियली मैले सुरु गर्दाखेरि मलाई याद छ मैले टेबलमा चाहिँ बनाएको छ र अझ अहिले पनि छ त्यो एप्लिकेसन चाहिँ चलिरहेको हुन्छ, तर म चाहिँ युज गर्दिनँ। एडब ड्रिम वेबर समथिङ यस्तै एउटा के नामको चाहिँ एप्लिकेसन छ है, एडब ड्रिम वेबर नै भन्छ होला है, ड्रिम वेबर नै भन्छ, जसबाट चाहिँ यो अलिकति GUI बेसमा चाहिँ बनाउनु मिल्थ्यो, सँगसँगै हामीले कोड पनि त्यहीमै नै हेरेर कोड तलमाथि गर्न चाहिँ मिल्ने गर्थ्यो। त्यसरी वेबसाइटहरू मैले बनाएको चाहिँ याद छ मलाई सिकेर। अनि त्यो इमेजहरू हामीले जस्तो अहिले होभर स्टेट गरेर इमेजलाई चाहिँ उगाउने के भन्छ त्यो बटनहरूलाई, सिटिए बटनहरूलाई चाहिँ के गरिन्छ इन्टरेक्टिभ बनाइन्छ। अहिले त अब जाभा स्क्रिप्ट पनि एड हुन्छ त्यो कुरा छुट्टै भयो, तर त्यति बेला होभर स्टेट गर्दा इमेज एड गर्नुपर्ने चाहिँ सिचुएसनहरू थियो। मैले इमेजहरू एड गरेर होभर स्टेट चेन्ज गर्नेसम्म पनि गरेर चाहिँ आफूले वेबसाइटहरू बनाएको चाहिँ याद छ सिक्ने बेलामा। ब्याकएन्डको त धेरै नै टाढा थियो, ब्याकएन्ड सिक्ने चान्स थिएन है, ब्याकएन्ड सिकाउने हाम्रो कोही पनि हुनुहुन्थेन, एकदमै कम्प्लिकेटेड गाह्रो थियो। त्यही भएर कहिलेकाहीँ कुनै प्रोग्रामिङ ल्याङ्ग्वेजहरूको बारेमा कुरा गर्दा मलाई अलिकति गाह्रो पनि फिल हुन्छ, तर अहिले चाहिँ बिस्तारै नलेज गेन हुँदैछ होइन। केही कुराहरू गर्नु पऱ्यो भने कोडिङहरू गर्नु पऱ्यो, ब्याकएन्ड पनि गर्नु पऱ्यो भने अलिकति इम्प्रुभ चाहिँ भएको छ होइन। अब एकदमै फुल्ली एक्सपर्ट चाहिँ म भन्दिनँ, तर इम्प्रुभमेन्ट चाहिँ भएको छ होइन। अब यही कुराहरूलाई गर्दाखेरि मैले आफूले रियलाइज गरेँ ओके केही कुराहरू सिक्नु छ भने यसरी चाहिँ रिसोर्सेस एड गर्दै जानु है, म आफ्नै दिमागले मात्रै फुल्ली सक्छु भन्न चाहिँ मिल्दैन। अब टेक्निकल्ली कुरा गर्दाखेरि चाहिँ अहिले एआईले पनि राम्रो के भन्छ सपोर्ट गर्छ होइन।
इन्टायर एआईलाई कोड गर्न हेल्प गर्ने होइन कि आफूले केही कोड गरिरहँदाखेरि एआईको हेल्प जस्तो अब यो VS कोड चलाउनुहुन्छ कसैले भने हुन त यहाँ टेक्निकल मान्छेहरू आई डोन्ट नो कतिको हुनुहुन्छ VS कोड भन्ने एउटा एप्लिकेसन छ जसमा चाहिँ हामी कोड गर्छौँ जसमा कोड गर्दाखेरि अहिले यो गिटहबको कोपाइलट चाहिँ एड गर्यो भने उसले सजेस्ट गर्छ त्यो CSSमा चाहिँ कुनै एउटा फर इक्जाम्पल डिस्प्लेमा फ्ल्याक्स युज गर्यो भने त्यससँग अन्य रिलेटेड प्रोपर्टिजहरू उसले चाहिँ के गर्छ सजेस्ट गरिदिने गर्छ अलिकति कोडिङमा सजिलो गराएको छ हैन सो त्यस्तो किसिमको मद्दत लिएर हामीले उ गर्यो के भन्छ कोडिङहरू गर्दै गयो भने अलिकति बेटर हुने कुराहरू हुन्छ र यो के भन्छ रिसोर्सेस एड गर्ने अथवा अरूलाई ट्रस्ट गरेर चाहिँ आफूमा ल्याउन सक्ने एउटा ह्याबिट चाहिँ हामीले यो सिकाइमा मात्रै होइन लाइफको अर्निङमा या बिजनेस गर्दाखेरि होस् या आफू जबकै कुराहरूमा गर्दाखेरि पनि होस् सबै कुराहरूमा राम्रो हुन्छ इनिसियल फेजमा इन्टर्नसिप गर्दाखेरि होस् या इन्टर लेभलमा गर्दाखेरि होस् या जुनियर लेभलमा गर्दाखेरि होस् टिमसँग आफू चाहिँ मिलेर काम गर्न सकियो भने आफ्नो सुपरभाइजरले उनीहरू राम्रो गर्छ ओके यो टिममा चाहिँ राम्रो गर्छ भनेर हुन्छ भने यदि तपाईँहरू कोही यदि टिम लिडमा हुनुहुन्छ भने होइन अथवा प्रोजेक्ट म्यानेजर अथवा लिड गरिरहनु भएको छ भने तपाईँले आफ्नो टिमलाई चाहिँ मिलाएर लैजान सक्नुभयो भने सबै आफैलाई हेडेक पर्दैन होइन अनि कुनै प्रब्लम छ भने सजिलै गाइड गर्नुभयो भने तपाईँको त्यो जुनियर लेभलको मान्छेले चाहिँ सधैँभरि सम्झिरहेको हुन्छ कि यो मान्छेले यस्तो बेला मलाई गाइड गरेको थियो है भन्ने कुराहरू चाहिँ उसलाई याद भइराखेको हुन्छ कि किनभने त्यो जुनियर पिरियडमा चाहिँ तपाईँले एकदमै मिठो गाइड गरिदिनु भयो राम्रो गाइड गर्न सक्नुभयो भने उसले फ्युचरमा धेरै राम्रो गरेर आउँछ मलाई एउटा एक्सपिरियन्स छ हुन त म अरू कुनै दिनमा कुरा गरौँला त्यो एक्सपिरियन्स चाहिँ है आजको भिडियो चाहिँ अलिकति लामो नै भइसक्यो जस्तो फिल भइरहेको छ सो एनिवे आज चाहिँ यति कुरा गरौँ आई डोन्ट नो कतिको कुराहरू मन पर्यो मन परेन त्यो मलाई कमेन्टमा लेखेर भन्नु होला यसभन्दा अगाडि चाहिँ मैले एउटा यो नेपालको सोसियल मिडिया बिलको बारेमा लेखेको थिएँ स्टिल आई अग्री है मैले सर्टेन केही कुराहरू चाहिँ पढेँ अब कुराहरू सुन्दाखेरि चाहिँ अलिकति यो हुन्छ नि डाउट हुने खालेको छ तर जुन तरिकाले मान्छेले एक्सप्लेन गरेको छ त्यति नराम्रो पनि होइन यो होइन त्यस्तो नराम्रोसम्म भएको छैन किनभने शब्दलाई जसले पनि जसरी पनि बटार्न सक्छ त्यो सामान्य नागरिकले पनि बटार्न सक्छ त्यो गभर्मेन्टले पनि बटार्न सक्छ तर ओभरअलमा चाहिँ यो बिल ल्याउनुपर्छ सर्टेन केही चेन्ज गर्नुपर्ने सर्टेन सुधार्नुपर्ने पोइन्टहरू अथवा अलिकति भाँजिने टाइपका पोइन्टहरू छन् भने त्यसलाई इम्प्रुभ गरौँ अलिकति स्ट्रेट फरवर्ड गरौँ त्यसमा कुनै पोइन्टहरूलाई चाहिँ एक्सप्लेन गर्न जरुरी छ भने बरु त्यसको के भन्छ अर्को एउटा क्याटेगोरी बनाएर त्यसलाई एक्सप्लेन गरौँ तर यो बिल चाहिँ हुनु जरुरी छ मोनिटरिङ हुन चाहिँ जरुरी छ र सोसियल मिडिया बिल चाहिँ जरुरी छ भन्दै आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु र तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि तपाईले मेरो भिडियोलाई हेरिदिनु भयो र अघिल्लो दिनहरुमा अर्को एपिसोडहरुलाई पनि सहयोग गर्नुहुनेछ साथ दिनुहुनेछ र अर्को पनि एउटा के याद गर्छु भने मैले मेरो भिडियोहरुमा चाहिँ भल्गारिटी अथवा कन्ट्रोभर्सियल टाइपको कुराहरु चाहिँ म गर्न जान्दिनँ आउँदैन पनि मलाई त्यस्तो कमिक टाइमिङ पनि छैन मेरो कमेडी गर्न जान्ने मसँग त्यस्तो गुण पनि छैन अब आई डोन्ट नो पछि गएर कुनै दिन सिकिएछ र गरिएछ भन्ने कुरा त्यस्तो हो किन जे चिज पनि सिक्यो भने गर्न सक्ने कुराहरु छ हैन टिल आजसम्मको लागि चाहिँ म यसरी नै कुराहरु राखिरहेको हुन्छु अझ अब अलिकति बिस्तारै चाहिँ मैले यसलाई अलिकति अब अहिले त मेरो अडियन्स ग्रो हुने पिरियड छ तपाईहरुले मन पराइसक्नु भएको छैन मलाई तपाईहरुलाई अझै बानी पर्नै जरुरी छ बिस्तारै बानी पर्दै गयो मेरो अडियन्स ग्रो हुँदै गयो भने अलिकति रिसर्च बेस्ड जहाँ चाहिँ जेन्युइन कन्टेन्टहरु जसमा चाहिँ यो जनरलाइज अझ एउटा टर्म छ जस्तो बायस भन्ने गरिन्छ जनरलाइज गरेर जनरल के भन्छ जनरल बायस छ कि समथिङ यस्तै टर्महरु छन् है बायसका टर्महरु छन् जसमा चाहिँ त्यस्तो बायस नगरिकन अलिकति रियल र अथेन्टिक डेटाहरुसँग चाहिँ रिसर्च बेस्ड जसले चाहिँ सोसाइटीलाई एउटा मोरली र इथिकली चाहिँ राम्रो गर्ने कुराहरुमा भिडियो बनाउने मलाई सोच छ अब जसको लागि चाहिँ तपाईहरुको सपोर्ट नै चाहिन्छ किनभने मैले जति पनि भिडियो बनाउँदै गए र मैले अडियन्सबाट सपोर्ट मिलेन भने म आफूलाई एक न एक दिन चाहिँ अलिकति आफूलाई नराम्रो फिल हुन सक्छ सो तपाईहरुको सपोर्ट चाहिँ म चाहन्छु अनि आजको भिडियोलाई चाहिँ अब लामो भए पनि यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र अर्को भिडियोमा फेरि भेट गर्ने एउटा आशा र विश्वासको साथ आजको लागि बाइ बाइ नमस्ते।